सानो केटी निद्राबाट बिउजिएको केही समय मात्र भएको थियो। ऊ बाहिरको मौसम हेर्न झ्यालतिर गई, तर देखेको दृश्यले उसलाई अचम्मित बनायो। विशाल छालले शहरतर्फ आक्रमण गरिरहेको थियो। आकाशमा चराहरू आत्तिएर उडिरहेका थिए अनि भुइँ एक्कासी काप्न थाल्यो। बालुवामा भएको पानी आकस्मिक रूपमा समुद्रतर्फ फिर्ता जान थाल्यो। मानिसहरूलाई केही गडबड भएको अनुभूति भयो र सबै भाग्न थाले। त्यही भिडमा सानी केटी लडिन्, तर कोही पनि उसलाई बचाउन रोकिएनन्। त्यो बेला उसका बाबु भिडको विपरीत दिशाबाट आए र छोरीलाई अँगालोमा लिएर जोगाए। जब आमा र छोरी उठ्न सके, तबसम्म सुनामी आइपुगेको थियो। छिनभरमै अग्ला भवनहरू ध्वस्त भए र समुद्री पानीले शहरमा ताण्डव मच्चायो। मानिसहरू ज्यान जोगाउन सङ्घर्ष गर्दै थिए। सुनामी पछिको कहरमा बाँच्न सफल भएका केही मानिसहरू उचाइमा जान खोजिरहेका थिए। एक जोडी दाजुभाइ दिदीबहिनीले अचानक देखे कि बिजुलीको पोल ढल्न लागिरहेको छ। स्थिति निकै खतरनाक थियो। दाजुले बहिनीलाई पहिले चढ्न लगाए अनि आफै पनि पछि चढे। पोल पानीमा ढल्नु अघि उसले आफूलाई बचायो, तर अरू धेरै मानिसहरू त्यति भाग्यशाली रहेनन्। पानीमा विद्युत प्रवाहित हुँदा धेरैजना क्रूरतापूर्वक मरे। दाजुभाइ जब नजिकैको भवनमा चढ्न लागिरहेका थिए, त्यत्तिकैमा एउटा झ्यालको सिसाले दाजुलाई ठोक्कायो। लाग्थ्यो ऊ समुद्री भेलमा हराउनेछ, तर अचानक दुई काँपिरहेका हातहरूले उसलाई तानेर बचाए। तर राहतको त्यो बल धेरै टिक्न सकेन। दुःख र पीडा सहित रोइरहेका दाजुभाइले त्यो उद्धारकर्ता व्यक्तिलाई पानीले बगाउँदै गरेको देखे बचाउन केही गर्न सक्दैन थिए। त्यही बेला उद्धार टोली घटनास्थलमा पुग्यो। जीवन र मृत्यु बीचको त्यो सङ्घर्ष यहीँबाट सुरु भयो।